प्रियहरू, पवित्र बाइबलको इर्मियाको पुस्तक 9 अध्यायको 23 र 24 चाहिँ यहाँ परमप्रभुले के भन्नुभएको छ मानिस जातिलाई सुन्नुहोस्। प्रियहरू, परमप्रभु यसो भन्नुहुन्छ, बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्। तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्, म परमप्रभुलाई जान्दछु र चिन्दछु र उहाँ त्यही परमप्रभु हुनुहुन्छ। प्रियहरू, आज हामीलाई नि परमेश्वरले संसारको कुनै कुरामा पनि तिमीहरू घमण्ड नगर भन्दै हुनुहुन्छ। किनकि संसारको कुरा नि हराएर जाने कुरा हो, बिलाएर जाने कुरा हो, खैलागेर जाने कुरा हो। आज हामी संसारमा हेर्छौँ भने नि धेरै मानिसलाई आफ्नो धनको घमण्ड छ, कतिलाई आफ्नो बलको घमण्ड छ, अनि कतिलाई आफ्नो ज्ञानको घमण्ड छ। तर घमण्डको ज्ञान भने कसैलाई पनि छैन। यदि हामीमा घमण्ड आउँछ नि, यदि मानिसमा घमण्ड आउँछ नि, त्यो कुराले नि मानिसलाई पतनमा पुर्याउँछ, त्यो कुराले मानिसलाई नाश बनाइदिन्छ। प्रियहरू, त्यसकारण परमेश्वरले भन्नुहुन्छ, संसारको कुरामा तिमीहरूले घमण्ड नगर, त्यो सबै एक दिन सिद्धिएर जाने हो। यदि तिमीहरू घमण्ड गर्छौ भने परमप्रभुमा घमण्ड गर कि मैले चाहिँ परमेश्वरलाई जानेको छु, चिनेको छु भनेर घमण्ड गर भनेर परमेश्वरको वचनले भन्दछ।